guys, welcome to our new video. म आएको छु मेरो बेस्ट फ्रेन्ड कमल भिनाजु अनि म हिँड्न यो सेकेन्ड कम्युनिटीमा यसको नाम हुन्छ सेकेन्ड कम्युनिटी टुर है भिनाजु यो घर जान त अवेलेबल कुनै अवेलेबल घर गइदिउँ न यो चाहिँ दुनियाको सबसे सानो पहाड हो बनाएको फेरि त्यो माटो हो ठाउँ छ भर्खरै बनिएर आएको रहेछ फेरि हामी होचो पहाडमा आइदिउँ कि यो होचो पहाड हो गाइस यो हाम्रो यो घरको फ्रन्ट पेज यही हो भिनाजु पनि आएको फ्रन्ट पेजमा त भिनाजु होइन्छ किन ब्याक पेजमा त्यो पनि हेर्न पर्छ नेचुरल क्ले हो यस्तो छ भित्र त यस्तो छ गाइस पछाडि यति सानो ब्याकयार्ड छ्या यो र किन्ने होइन गाइस यो किन्ने होइन यो त क्यान्सल भइसक्यो पहिल्यै पोन्ड यो भिनाजु भिनाजुमा धेरै लजिक सिकाइन्छ ल ओ कतै ठुलो रहेछ त है ल कन्टिन्यू गरौँ हाम्रो जर्नी हाम्रो रुख ढालेको छ रोप्नलाई यति माटो लाएर राखेको ढिमाग यहाँ राख्थ्यो अनि यहाँ माथि त्यस्तो रुख ल्याएर ड्याम रोपिदिने भिनाले भने अनुसार यसरी रुख ल्याएर रोप्दो रहेछन् यो कम्युनिटी आएर त मलाई नलेज आयो हल्ले यदि भिनाजुको फ्यान हो भने हल्लाई थाहा छ होला कि भिनाले यहाँ सुगा भेटाएको थियो त हामी पनि भेटाउँछौँ कि आज लकी भएर हस् म प्यारोट भन्ने होइन खै म प्यारोट भनिदिन्छु कति बिस्तारै उडेका मेरो क्याब लिने होइन है त्यहाँ म पिट्छु मेरो क्याब लिस भने कति बिस्तारै उड्छन् यिनीहरू हामी तर डुब्छ त गाइस हामी अर्को पार्टमा यहाँ आउँछौँ नसिधै आज बनाएको पार्ट पनि हुनसक्छ हेरौँ चरा हेर्छु त कति यो कम्युनिटी त चरा घरि हुडी ट्याङ भेटिन्छ घरि अमेरिकन रबिनको अन्डा भेटिन्छ है बनाइछ त हजुर पनि बनाइछु न ओ माई गड गाइस ओ माई गड यो चराहरू के गरिरहेको छ परेड गरिरहेको छ कौवाहरू भिनाजु कौवाहरू परेड गरिरहेको छ क्या हो कोही कौवाहरूको आफ्नो चिनेको मान्छे मऱ्यो भने यस्तै हुन्छ यस्तै गर्छ नि कौवाहरू थाहा छ उनीहरू त कति राम्रो भिडियो ओ माई कति धेरै हुन् न यहाँ बाटो हामीले बाटो त ब्लक गर्दैन नि यहीँ जङ्गलभित्र गइरहेछन् यहाँ ठुङ्छ भिनाजु आफै यहाँ रुख झऱ्यो भर्खरै यहाँ यो त हरिबिचकै छ यो कम्युनिटीको हाल त अहिले है हरिबिचक छ भिनाजु हाल कम्युनिटीको यो ओहो कति धेरै हजुर कौवा पार्क कहाँ जाने यता सिधै जाऊँ यताबाट बाटो रहेछ भाइ खाइरा हाम्रो एउटा डग रोज गाइस म कस्तो कन्फ्युज भएछु यहाँ कौवाहरू के गरिरहेको छ यहाँ साँच्चीमा हरिण मरे जस्तो लाग्यो मलाई यी स्पेसली यहाँ के भन्दा कौवाहरू त्यहाँ बसिरहेको छ एउटा पार्कमा बसिरहेको छन् भने हामी ठ्याक्क सोही नाम राखेको कौवा पार्कमा बसिरहेको छौँ त्यहाँ यसो कौवा पार्क गाइस मिल्छु त्यहाँ पार्कमा टुक गाइस ओ माई गॉड
गॉड ठ्याक्क उडे जान्थ्यो है ओहो यहाँ किन मान्छे नै छैन नि कौवाहरूले गर्दा होला गाइस उडेन कहाँ कहाँ गइरहेको छ सबै उडेर सबै कौवाहरू यहाँ बसिरहेको गाइस उनीहरूको ग्रुपमा गएन है त्यहाँ त्यो दोधहरू स्टोर गर्दो रहेछ नि त भिनाजु है त्यहाँ दोधहरू स्टोर गर्ने ठाउँ रहेछ त्यहाँ कौवा कति कटु कौवा क्रो कम्युनिटी गाइस केही होइन यो जङ्गल मात्र हो किन जाने भिनालाई सोच्यो भिनाजु त्यहाँनिर भिनाजुको इन्टरभ्यूमा आन्सर दिने बारा भइसक्छ अहिले भन्छिन्छ कि किन यो भिडियो चाहिँ रातो पहाडको सिरिजमा छ किनभने त्यहाँ अगाडि हेर्छ हामी कहाँ चाहिँ गइरहेको थाहा हेरिछु यो त बन्द भयो गाइस कस्तो फोन नलिएर आउँदाखेरि सब खुल्ला हुन्छ फोन लिएर आउँदा बन्द हुन्छ गाइस त्यही मात्रै प्लेन हिँड्यो है ओ माई गड भिनाजु कति बिस्तारै हिँडिरहेको छ प्लेन के पाएर हो प्लेन तेरो बन्द रहेछ यता जाम फर्किने ठाउँ जाऊँ न घर फर्किने गाडी यस्तो हावा चलिरहेको छ त्यस्तो हावामा पनि हामी हिँडिरहेको छौँ हामीलाई बहादुर भन्नुपर्छ के गर्यो बहादुर कौवा गाइस सस्पिसियस कौवा कम्युनिटीमा केही न केही त भइरहेको छ कौवा पार्कमा है भिनाजु नभए कौवाहरू यतिकै कहीँ आएर यत्तिकै बस्दैनन् बर्ड सिरिजमा पनि जान सक्छ यो भिडियो पछि हामी डिसिजन हुन्छ कुन चाहिँ प्लेयर लिस्टमा जान्छ तर जाने त हाम्रो द ग्रेटेस्ट एडभेन्चर्सको प्लेलिस्टमा जान्छ जे भए पनि पहाड जाने बाटो छ हामी कहाँ पहाडै पुग्छौँ क्या हो कमेन्ट हेलो गाइस वेलकम टु आवर न्यू भिडियो त आएछ यो हाम्रो द ग्रेटेस्ट एडभेन्चरको पार्ट 2 मा हजुरहरूको स्वागत छ गाइस यहाँ गर्मी चाहिँ फेरि होइन गाइस बेसर साह्रै जो छ अनि अघि अर्को पार्ट ठ्याक्क बन्द गरेपछि पानी कति बजी पर्छ भिनाजु यस्तो गर्छ नि क्याप बोकिराख्नु भन्दा त होइन कहाँसम्म क्याप पनि खोले गर्मीले अनि गाइस अनि हामी कन्टिन्यू गरिरहेका छौँ यो ठुलो कम्युनिटीमा ठुलो त बेसै ठुलो है भिनाजु बेसै ठुलो रहेछ त पहिला अस्ति आएको छौँ यहाँ एक तल्ले घर अमेरिकामा के भन्छ अरे भिनाजु रेन्ज हाउस भन्छ अरे गाइस यो एक तल्ले घरलाई अमेरिकामा त हामी रेन्ज हाउस किन्न पनि राम्रो हुन्छ नसक्ने त्यस्तो बुढो मान्छेहरू बस्नलाई बनाएको गाइस यो एक तल्ले घर भिनाजु ज्ञान हो फेरि गयो भने मलाई कमेन्टमा भन्छु होला भ्यू त गएको छ गाइस खत्रै मेरो गुजहरू हो भिनाजु म मेरो साथीहरूलाई चिन्छु यस्तै माटो छ त्यसको उसमा त्यसको पेटमा यस्तै माटो थियो भिनाजु हामीले भेट्दाखेरि कहाँ छ Who is my best friend? Where is my best friend, guys? Oh, there he is. The guy there. Okay, but. हजुर फोटो खिच्नु भिनाजु हजुर पनि हो यो त खत्रै देखेको है भिनाजु आज कति नजिक आयो ओहो अझै छन् भाइ त्यहाँ टाउको निक्लेछन् है भिनाजु धन्य लोती कहाँ उभिएको भिनाजु हजुर त्यो गन्दाङ धुन गर्नु पर्यो कति ठुलो उ त्यहाँ कनेक्टेड छ बाटो ओ माई गड ठुलो हामीसँग 1 घन्टा अझै मात्रै छ जो
1 घन्टा बाँकी छ। जब पानी पर्न सुरु हुन्छ त्यतिखेर राति हुन्छ पानी पर्न सुरु हुँदा। तर यहाँ चाहिँ पर्दैन किनभने यहाँ कालो बादल छैन है, सेता छन् है यहाँको बादल। गाइस त्यही भिडियो बनाउँदै हुर्किन्छ म यता हो। बाटो बाटो खतरा छ यो ठाउँ त गाइस। मेरो क्याब भन्ने उड्यो भने डल्ली उ गर्नुपर्छ, फिट गर्नुपर्छ। हो हो गाइस हामी तल गयौँ। हो माई गॉड सनफ्लावर 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 पनि यही पनि। ओ माई गॉड गाइस, ओ माई गॉड। यति प्यारा प्यारा सनफ्लावर छन् भाइ। ओहो भिनाजु खत्तै रहेछ कम्नेटी त भिनाजु। ए भिनाजु त म पनि एक्लै आइसकेको छु कहिले। वाह गाइस मेरो जिन्दगीको पहिलोचोटि दोस्रोचोटि सनफ्लावर देखेको। गाइस त्यतिखेर मेरो च्यानल नहुँदा आएको बेलामा यहाँ मेरो क्याब उडेको थियो, त्यही भएर अहिले म क्याब समातेर आएको छु। यही कम्नेटमा घर लिनुपर्छ क्या, यहाँ स्विमिङ पुल हेर। हजुर 4 फिटसम्म छ। 4 फिट? त्यसमा त 4 फिटसम्म जान सक्छु, म त 5 फिट हो जान नसक्ने। थाहा छ यहाँ हेर्छ न, यहाँ पनि 3 फिटको छ मेरो लागि। म 3 फिट गर्न सक्छु नि त, मतलब डाइभ हानिदिन्छु पानीमा अहिले। यदि फोहोर पानी छ छ्या लिनुहुन्छ त्यहाँ छ कमेन्टमा भन्छ गइरहेको छौँ गाइस। यति थियो हाम्रो फर्स्ट लामो एडभेन्चर। मिल्छ हल्लासँग हाम्रो अर्को नेक्स्ट भिडियोमा। टाटा बाई बाई।